हेर्नु होला, आज हामीले चिकन मोमो बनाउनको लागि पिठो तयार भइसकेको छ। हेर्नुहोस् हजुर, अब यसको लागि चाहियो प्याज काटेको मसिनो गराएको, त्यसपछि बन्दागोबी हेर्नु, त्यसपछि यी धनिया काटेर बनाएको धुलो, यो अदुवा हेर्नु, त्यसपछि यो खुर्सानी पनि, थोडा नुनको धुलो, रातो खुर्सानी, त्यसपछि मोमो मसला अनि अजिनामोटो पनि स्वादिष्टको लागि अनि किमा बनाएर ल्याएको छन्। अब पकाएपछि अर्को उसमा तयार भएपछि मोमो देखाउनेछौँ हजुर। अब सब कुरा यहाँ स्टार्ट गर्छौँ, हेर्नु होला। केही छिनपछि मोमो तयार हुनेछ। मोमोको लागि यहाँ डो बनाउँदैछु, काटेर 4 पिस बनाउने अनि त्यसपछि चप र चट्टा यसरी काट्ने, नलादा राख्ने साइडमा अनि यसलाई गोलो गरेर सानो सानो बेलेर रोटी बनाउने। पहिला यसलाई बेल्नु पऱ्यो अनि यहाँ चाहिँ चट्टा काटेर चट्टा काटेर यत्रो सानो भयो क्या हो। अब हामीले यसरी काटिसक्यौँ। अब यसलाई बिचको भाग यसरी निकाल्ने, छुटिसकेपछि निकाल्ने। अब हामीले मोमो तयार पार्न लागिरहेका छौँ। ल हेर्नु, यसरी यसो गरेर